ल हामी चाहिँ कमानको क्या गाडीमा पार्क गरेर अनि फेरि प्रपर दिन फरेस्ट भइसक्यो कस्तो राम्रो माथि घाम पनि लागिरहेको छ अब चाहिँ यहाँ अब यहाँबाट चाहिँ तल झरेर जाने अनि माथिको जङ्गल कस्तो छ यहाँ चाहिँ हो त्यहाँ टोइलेट पनि छ उहाँ चाहिँ टोइलेट जानुपर्छ अनि आज चाहिँ हाम्रो डेस्टिनेसन भनेको वेलकम टु मलदा भ्याली रहेछ रेन फरेस्ट वक भयो यसरी मात्र राखेको छ बोर्डमा मलाई लाग्छ जङ्गलको नजिकै जङ्गलको एन्डमा ट्याक्क बिच पनि कनेक्ट छ जोडेको छ जसलाई अनि हामीले के गर्न मिल्छ जङ्गलभित्र अहिले चाहिँ पार्टी गर्न मिल्यो फेसिलिटी चाहिँ टोइलेट छ भन्यो लुकआउट छ भन्यो हिँड्ने बाटो छ भन्यो होइन इन्फर्मेसनहरू यही हो अनि यहाँ चाहिँ हामीले के गर्न मिल्छ भनेर पनि छ अनि यसले चाहिँ बाटो यो भयो कताबाट जान्छ बाटोबाट खोज्दै हिँड्नुपर्छ हामीले अनि यहाँ चाहिँ टोइलेट गरेर भयो ट्रेल त यही नै हो कस्तो के भएको एकखेर राति बसेर बोल्दै हुन्छ अनि यो जग्गामा के हुन्थ्यो डाइनोसर पनि बसेको कुरा पनि देखाएको छ कहिले बनेको हो सबै छ कुराहरू कसरी इन्जोय गर्छ होला जस्तो मान्छ होला तर हामीलाई यस्तो राम्रो लाग्छ त्योहरूले चाहिँ आएर के गर्यो यिनीहरूले यहाँ त टिम्बर कटिङ आफ्नो अकुपेसन बनाएर आएको छ यहाँ चाहिँ ठुल्ठुलो रहेछ नि त 1880तिर सबै आएर मिलहरू राखेर काठ काट्ने अनि ट्रेन लाइन बिछाएर बेच्ने गर्छन् त्यही त त्यसरी एक जमानामा अब सकेको माथिबाट झर्दै आयो कस्तो राम्रो बार्बिक्यू त्यहाँ माथि लेखेको थियो नि त बार्बिक्यू चाहिँ अर्को ल्याएर चाहिँ बार्बिक्यू गर्ने यस्तो ठाउँमा पनि राख्दाखेरि राम्रो ठाउँ रहेछ भिडियोग्राफी स्टार्ट गर्नु केही छैन चाहिँ म भिडियो खिच्छु कस्तो राम्रो लागेको छ अन्त दिमागमा त एउटा एक्स्ट्रा कुरा पनि आउनु पर्दैन किनकि ठाउँ यति राम्रो छ कसरी कुरा निकालिरहेको छ कतै झर्नाहरू परेको जस्तो आवाज पनि आइरहेको छ घाँस काटेकै यिनीहरूले राखेको छ कसरी पऱ्यो घाँस आएको मान्छेले घाँस काटेको छ है त्यो भालु बस्छ जस्तो देखेको त्यो काट्नु चाहिँ तर होइन मान्छेहरू रहेछ नि त त्यहाँ हामी मात्रै यति होला जस्तो लाग्यो त्यस्तो हाँसिरहनुपर्छ कहिले त्यस्तो हाँसिरहनुपर्छ है त्यहाँबाट आफ्नो भिडियोग्राफीमा कस्तो मजाले यस्तो गरेर हाँसिन्छ अनि डाइनोसरहरू पनि रहेछ ए त्यो थियो नि साउन्डहरू पनि खोला गरिरहेको छ कस्तो टेन्स यो चाहिँ आज हामी यहाँको ठाउँ चाहिँ यो भिक्टोरियाभरिको नै सबसे डेन्स लाग्यो घना अनि एकदमै अँध्यारो टाइपको अँध्यारो हो अरे क्या यो आजको चाहिँ हामी यहाँको ठाउँ चाहिँ अब ल हेर्नु पुरै न्युरो मात्रै छ यो
जङ्गली न्युरोले नै मात्रै जङ्गल बनेको छ। अनि यो जङ्गल न्युरो देख्ने बित्तिकै त्यो रेन फरेस्ट बनिहाल्दो रहेछ क्या, त्यसरी नै बनाउनु रहेछ क्या। सो कस्तो राम्रो छ। अब हामी बाटो हिँड्छौँ, मलाई लाग्छ 40 मिनट हिँड्यो हो क्या, 40 मिनटमा पुरै राउन्ड हालिन्छ जस्तो लाग्छ। हेरौँ कस्तो हुन्छ। हिँड्दैछु अगाडि, अझै पछाडि हुनुहुन्छ। कस्तो मिठो मिठो साउन्ड आइरहेको छ चराहरूको। चिकल्स खाएको मरि लाग्यो क्या। अब यस्तो जङ्गल छ भने पनि यस्तै बाटो टुकुन गर्दै हामी हिँड्छौँ अब। खोला नजिकै छ भनेको नि छ जस्तो भएको। यसरी अब यसबाट फुल्दै जाने हो कि सकेको त होइन, फुल्दैछ होला नि। अलिकति धेरै नै दिन्छ त। मान्छेहरू हिँडेर हात्ती त्यही पनि म कहिले भन्थेँ जस्तो गएको खोला पनि भेट्टायौँ हामीले। अलिकति लागिरहेको बेलामा सिक्किम हुन्छ, अलिकति टाढा हुन्छ। बस्ने टेबल पनि रहेछ, कति राम्रो, कस्तो राम्रो भएको पेले पनि अन्त वा कस्तो राम्रो। हामी यस्तै तल्लोबाट यो बाटो आएर उतापट्टि हामीले त्यो झर्ना हेरेर त्यहाँनिर गएर अब उताबाट हामी माथिपट्टि जान्छौँ। यता अब नाइस हिँड्दै गर्नु। यस्तो स्टोन हाल्नुहुन्छ नि त उहाँले। बबाल साह्रै मजा देखियो, मजा। एक रन हालिदिनु नि त, कस्तो राम्रो ठाउँ छ, नो ब्याड।
ज्ञानी किड हुनुभयो एकैचोटि नै कारको चाबी नै लान बिर्सिरहेको मैले धन्यवाद हाम्रो मात्रै गाडी थियो एकजनाको थियो सुनाएको थियो अहिले त गाडी भइसकेछ म चाहिँ खानु पऱ्यो भनेर घरबाटै बनाएर ल्याएको थिएँ लिएर आएको छु घरबाट लिएर आएको थिएँ मैले लिएँ त्यसमा त्यो खाले चाहिँ नजिकै त्यो बिचेकै छ बिचहरू खोज्नु चौधो खोज्दै छ मोबाइल चलाएर बसिराख्नु परेछ चाहिँ हामी एक नम्बर आएर त्यो गरेर बसिरहेको छौँ के चाहिँ कपाल ए ठिक छ केही छैन जबरजस्ती केही गर्नु पर्दैन ओहो नमस्कार दर्शकबिन्दहरू गाइज हाम्रो चाहिँ इजी टुको सधैँको यही हुन्छ बाहिर निस्क्यो भने पैसा पनि खानु